आजको हाम्रो टपिक रहेको छ युनिट कन्भर्जन र यो आज हाम्रो डे चाहिँ पहिलो दिन हो र यो पहिलो दिनमा हामी चाहिँ युनिट कन्भर्जन हेर्छौँ र आउने दिनमा फ्रेसर इन्जिनियरलाई जरुरी पर्ने होइन सबै टपिक बार म लिएर आउँछु अरू भिडियोहरू पनि। त्यसैले च्यानललाई सब्सक्राइब लाइक र सेयर गरिदिनु होला। र यहाँ हेरौँ साथीहरू, टाइम वेस्ट नगरी कन्भर्जन छैन। लेन्थ कन्भर्जनमा पहिला युनिट र कन्भर्जन लेखेको छ साथीहरू। युनिटमा के छ 1 मिटर इक्वल टु 1000 मिलिमिटर छ। यो चाहिँ हामीलाई बेसिक रिक्वायरमेन्ट हो, हरेक सिभिल इन्जिनियरलाई आउनै पर्ने यो नलेजहरू हो। त्यसैले हामी पहिला यहाँदेखि युनिट कन्भर्जनदेखि स्टार्ट गर्छौँ र 1 मिटर इक्वल टु 100 सेन्टिमिटर, 1 सेन्टिमिटर इक्वल टु 10 मिलिमिटर र 1 इन्च यसलाई हामी डबल प्राइमले इन्डिकेट गर्छौँ इक्वल टु 25.4 मिलिमिटर र 1 इन्च इक्वल टु 8 सुत र 1 फिट हैन यसलाई सिंगल प्राइमले हामीले इन्डिकेट गर्छौँ साथीहरू इक्वल टु 12 इन्च र 1 फिट इक्वल टु 0.3048 मिटर हुन्छ साथीहरू र 1 किलोमिटर इक्वल टु 1000 मिटर र यसलाई यहाँ हामी हेर्छौँ साथीहरू कन्भर्जन फ्रम ग्रेटर टु स्मलर हैन। ग्रेटर टु स्मलरमा लानु छ भने मल्टिप्लाई गर्ने र स्मलर टु ग्रेटरमा लानु छ भने स्मलर टु ग्रेटरमा लानु छ भने डिभाइड गर्ने। यहाँ हामीले किलोमिटरबाट मिटरमा लानु पर्यो भने के गर्ने मल्टिप्लाई गर्ने। फेरि मिटरबाट सेन्टिमिटरमा लानु पर्यो भने सेन्टिमिटर सानो छ त्यसैले मल्टिप्लाई गर्ने। फेरि सेन्टिमिटरबाट मिलिमिटरमा लानु पर्यो भने मिलिमिटर सानो छ त्यसैले मल्टिप्लाई गर्ने। अब यहाँ मिलिमिटरबाट यदि हामीले सेन्टिमिटरमा लानु पर्यो भने डिभाइड गर्ने साथीहरू र सेन्टिमिटरबाट मिटरमा लानु पर्यो भने पनि डिभाइड गर्ने र मिटरबाट फेरि किलोमिटरमा लानु पर्यो भने डिभाइड गर्ने साथीहरू। त्यसैले अब हामी हेर्छौँ एरिया कन्भर्जन हैन। एरिया कन्भर्जनमा 1 मिटर स्क्वायर इक्वल टु 10.764 फिट स्क्वायर हुन्छ र 1 फिट स्क्वायर इक्वल टु 0.0929 मिटर स्क्वायर हुन्छ र 1 हेक्टर इक्वल टु 10,000 मिटर स्क्वायर। 1 एरिया इक्वल टु 4046.86 मिटर स्क्वायर हुन्छ। 1 रोपनी इक्वल टु 508.72 मिटर स्क्वायर हुन्छ र 1 कट्ठा इक्वल टु 338.63 मिटर स्क्वायर हुन्छ। 1 बिघा इक्वल टु 6772.63 मिटर स्क्वायर हुन्छ। यहाँ भोल्युम कन्भर्जनमा हामी हेर्छौँ साथी 1 मिटर इक्वल टु यदि फिट क्युबमा लानु पर्यो भने 35.315 फिट क्युब हुन्छ साथी हो र 1 फिट क्युब इक्वल टु 0.0283 मिटर क्युब हुन्छ र 1 मिटर क्युब इक्वल टु 1000 लिटर्स र 1 क्युबिक यार्ड इक्वल टु 0.765 मिटर क्युब हुन्छ साथी। आजको लागि यति नै। धन्यवाद साथी। च्यानललाई सब्स्क्राइब गर्नु, लाइक गर्नु र सेयर गर्नु। आउने दिनमा म सिभिल इन्जिनियरसँग रिलेटेड भिडियो लिएर आउँछु र धन्यवाद साथी।